हेलो गाइस, आज चाहिँ हामी यहाँ रप्रो होटेलमा आइपुगेको छौँ र हामीलाई चाहिँ यहाँनिर रप्रो होटेलको दादाले हामीलाई खाना खुवाउनुहुँदैछ। यहाँ कोही चाहिँ गाना गाएर रमाइलो गर्नुहुँदैछ र म चाहिँ यहाँ वाचिपा खाँदैछु गाइस। यता हाम्रो आन्टीले चिकन राइस खानुहुँदैछ। कस्तो छ चिकन राइस, चामल र मकैको चामल मिसाएर बनाएको खाना, लोकल कुखुराको मासु र पछि एकदम मिठो, एकदम राम्रो। यहाँ वाचिपाहरू, बाँसको ढुङ्ग्रोहरू पाउँदो रहेछ, गाउँबाट छोक्राहरू। अनि वाचिपा, ढिँडो, गुन्द्रुक, सिस्नु त्यस्तो यो राष्ट्रिय खानाहरू रहेछ यहाँ चाहिँ है। हजुरहरू पनि आउनु सक्नुहुन्छ। धेरै राम्रो छ। यहाँ चाहिँ एकदम मासु पनि लोकल कुखुराको हो, सुँगुर पनि लोकल कुखुराको। लोकल कुखुरा गाइस, हाडबिनाको जिब्रो लटपटिन्छ है। यहाँ सुँगुर पनि लोकल है, कुखुरा पनि लोकल कुखुराको। यहाँ एकदम राम्रो भेराइटी नेपाली खानाहरू खान पाइन्छ। यो चाहिँ हो रप्रो होटेल, सिस्नो, ढिँडो अनि अर्को मकै चामलको खाना। के खानुहुन्छ? नेपाली खाना एकदम राम्रो पाउनुहुन्छ। तोङ्बा अनि अर्को हुक्का, यहाँ जे खानुहुन्छ त्यही पाउँछ। तपाईँहरू यो होटेलमा आउन सक्नुहुन्छ। यहाँको रप्रो दादा पनि एकदमै राम्रो हुनुहुन्छ। यो चाहिँ उहाँको नामबाट खोलेको होटेल रहेछ। यस्तो छ गाइस। अनि यहाँनिर चाहिँ एकदम राम्रो राम्रो दृश्य, अर्कै किसिमको अर्कै एक्स्ट्रा कुराहरू हेर्न पाउनुहुन्छ। तपाईँहरूले आउन सक्नुहुन्छ है त। यो मेरो युट्युब च्यानल एसएनसी एन्टरटेनमेन्ट ब्लगमा यहाँहरू सबैजनाले धेरैभन्दा धेरै सेयर गरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनुहोस्। र यसरी लाइक कमेन्ट सेयर गरिदिनु भयो भने फेरि म नेक्स्ट भिडियो लिएर उपस्थित हुने नै छु। अहिलेलाई बाइ बाइ गाइस।